अध्यक्षता ग्रहण गर्नुहुने अफजल हुसेनज्यू, यस मञ्चमा आसीन सुनसरी जिल्ला क्रिकेट सङ्घका अध्यक्षज्यू, झापा जिल्ला क्रिकेट सङ्घका अध्यक्षज्यू, सुनसरी जिल्ला क्रिकेट सङ्घका पदाधिकारीज्यूहरू, विशेष अतिथिज्यूहरू, यहाँ उपस्थित अरू विभिन्न क्षेत्रबाट आउनुभएका सबै विशेष अतिथिज्यूहरू, कोशी प्राइड लिगलाई साथ सहयोग गर्नुहुने सम्पूर्ण हाम्रो टिम ओनर्सहरू, खेलाडीहरू र यहाँ उपस्थित व्यक्तिगत तर्फबाट सर्वप्रथम त बधाई तथा शुभकामना गर्न चाहन्छु। कोशी प्राइड लिग आज तेस्रो संस्करणमा प्रवेश गर्दैछ। घरेलु प्रतियोगितालाई बलियो बनाउनु पर्छ भन्ने क्रममा मलाई लाग्छ देशभरि अहिले विभिन्न प्रतियोगिताहरू आयोजना हुने एउटा घुइँचो जस्तो लागेको छ। त्यही बिचमा पनि यो कोशी प्रादेशिक क्रिकेट सङ्घ, जिल्ला क्रिकेट सङ्घ र जिल्ला क्रिकेट सङ्घहरूको समन्वयमा अफजल हुसेनजी लगायत जिल्ला क्रिकेट सङ्घका साथीहरूले आफैले एउटा निजी ग्राउन्डलाई परिपक्व बनाएर जुन लगानी उहाँले गर्नुभएको छ, त्यो लगानीलाई साथ र सहयोग गर्दै जसरी आज टिम ओनर्सहरूले लगानी गर्नुभएको छ, जहिले पनि फ्रेन्चाइज क्रिकेट तब पोसिबल हुन्छ जब टिम ओनर्सहरूले इच्छा देखाउनुहुन्छ। आज कोशी प्राइड लिग हुँदैछ, नेपालको बिगेस्ट डोमेस्टिक लिग भनेर उहाँले अनाउन्स पनि गरिसक्नु भएको छ। त्यो सँगसँगै मलाई लाग्छ यसले अरू प्रदेश लगायत अरू क्रिकेट प्रतियोगिता आयोजना गर्ने इच्छा जसले बोक्नु भएको छ उहाँहरूको लागि पनि एउटा अपर्च्युनिटी छ। अब बिगेस्ट भन्ने शब्द प्रयोग गर्दाखेरि उहाँहरूले आफूलाई हामी सर्वोच्च भनेको होइन कि हामी पनि अब तयार छौँ। किन भन्दाखेरि कोशी प्रादेशिक क्रिकेट सङ्घ र विराटनगर भनेर जब नेपाल क्रिकेटको बारे हामी कुरा गर्छौँ, धेरै समय अगाडि कोशी प्रदेशबाट या विराटनगरबाट धेरै जस्तो मोरङ जिल्ला क्रिकेट सङ्घ लगायत अरू सुनसरी जिल्ला क्रिकेट सङ्घ लगायतका खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्नुहुन्थ्यो। नेपालको राष्ट्रिय टिमसम्ममा पहिला त्यही प्रदेशबाट नै धेरैभन्दा धेरै खेलाडीहरू त्यही प्रदेशबाट हुने गर्थ्यो। तर समयको परिवर्तन अनुसारै जुन गतिमा नेपाल क्रिकेट अगाडि बढिरह्यो त्यही क्रममा घरेलु क्रिकेटको संरचनामा कोशी प्रादेशिक क्रिकेटलाई चाहिँ अब बलियो बनाउनु पर्छ भन्ने क्रममा आज कोशी प्राइड लिग लगायत अरू प्रतियोगिताहरू गर्नको लागि जसरी त्यहाँका स्थानीय जिल्ला सङ्घका सम्पूर्ण पदाधिकारीहरू सदस्यज्यूहरू लागिराख्नु भएको छ। र साथै यो प्रतियोगिता एउटा यस्तो टुर्नामेन्ट हो जसले हाम्रो इन्टरनेसनल प्लेयर्सहरू नेपालबाट खेल्ने प्लेयर्सहरू जो हुनुहुन्छ उहाँहरूलाई पनि एउटा लोकल स्थानीय तहमा ल्याएर त्यो स्थानीय तहको जुन ऊर्जा हुन्छ, किन भन्दा जहिले पनि राष्ट्रिय टिमको खेलाडीहरूको स्केड्युल यति बिजी भइसक्यो कि लोकल लेभलमा खेल्न र खेल्नको लागि अहिले समय पनि छैन। इनफ्याक्ट नेपाल क्रिकेट सङ्घको लागि अहिले हामी हाम्रो वार्षिक क्यालेन्डर पनि अब चाँडै नै सार्वजनिक हुने क्रममा छौँ। 12 महिनामा घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगिता राख्दाखेरि त्यो टाइम पनि नपुग्ला जस्तो भएको छ, किनकि त्यो खालको अहिलेको क्रिकेटको क्रेज र क्रिकेटलाई साथ र सहयोग गर्नुहुने, राष्ट्रिय टिमलाई सपोर्ट गर्ने स्पोन्सरसिप, त्यो सँगसँगै प्रदेश र जिल्लालाई सपोर्ट गर्ने स्पोन्सर्सहरूलाई हामीले चाहिँ अझ बढी भनौँ न उहाँहरूको सम्मान गर्नुपर्छ। किन भन्दाखेरि एकदम लिमिटेड स्रोत साधनमा पनि जुन इच्छा आज कोशी प्राइड लिगलाई सपोर्ट गर्ने एउटा मेकानिजम बनेको छ, यसले मलाई लाग्छ आगामी दिनमा त्यो स्थानीय तहको क्रिकेटलाई बलियो बनाउनको लागि एउटा महत्त्वपूर्ण भूमिका यसले खेल्ने नै छ। नेपाल क्रिकेटको क्रेज अहिले भर्खरै मात्र दोस्रो संस्करण सकिएको छ। मेरो फेरि पनि विनम्र अनुरोध हो, हामी भर्खर दोस्रो सिजनमा प्रवेश गरेर सकिसकेपछि अझ गर्नुपर्ने नेपाल क्रिकेटको वास्तविक संरचना बलियो बनाउनु पर्ने क्रममा यी मञ्चमा पनि अब 2टा जिल्ला अध्यक्षज्यूहरू यही हुनुहुन्छ र साथसाथै नेपाल क्रिकेट सङ्घ, हाम्रो 7वटै प्रदेश र 45 जिल्लाहरू, राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय लगायत सम्पूर्ण देशै अब चाहिँ एउटा देशलाई चिनाउन सक्ने माध्यम क्रिकेट बनेको हो भन्ने आधारका साथ अब यो T20 फर्मेटमा अहिले प्रतियोगिता भइरहेको छ। आगामी दिनमा मलाई लाग्छ हामीले मल्टिडे क्रिकेटमा पनि एकदमै फोकस गर्नुपर्ने छ। फ्रेन्चाइज क्रिकेट सँगसँगै स्कुल लेभल कलेज लेभल क्रिकेटलाई पनि अलिकति हामीले त्यसमा जोड गर्ने हो भने आगामी दिनमा भविष्यमा चाहे त्यो KPL खेल्ने होस्, NPL खेल्ने होस् या नेपाल टिमसँग खेल्ने होस्, ती खेलाडीहरूको भविष्य निर्माण चाहिँ यस्तै सानसानो प्रतियोगिता जब स्थानीय तहमा हुन्छ
त्यो प्रतियोगिताहरूले जुन ऊर्जा दिनेछ त्यो ऊर्जाबाट नै मलाई लाग्छ त्यो लोकल लेभलको प्लेयर भविष्यमा गएर राष्ट्रिय लेभलमा पुग्नको लागि जुन बाटो छ त्यो बाटो बनाउने क्रममा हामी सबै केन्द्र प्रदेश र जिल्लामा लागेका सबै साथीहरू सम्पूर्ण पदाधिकारीज्यूहरू हामी लागिरहेका छौँ। यो प्रतियोगिता आयोजना गर्न जसरी अफजलजी लगायतको टिम खट्नु भएको छ उहाँहरूले हामीलाई धेरै नै झकझकाउनु भएको छ क्रिकेट सङ्घलाई, स्पेसली त्यो डेटहरूको लागि पनि। अब क्रिकेट सङ्घलाई पनि कस्तो थियो भने अब अहिले धेरै प्रतियोगिताहरू राष्ट्रिय टिमकै प्रतियोगिताहरू अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने क्रममा पनि त्यो एउटा टाइमलाइन चाहिँ प्रादेशिक क्रिकेट सङ्घ र जिल्ला क्रिकेट सङ्घसँग समन्वय गरेर एउटा समय निस्केको छ। त्यो समय तालिकामा मलाई लाग्छ उहाँहरूले भव्य तरिकाले यो प्रतियोगितालाई सम्पन्न गर्नुहुने नै छ र साथै यस प्रतियोगितालाई आगामी दिनमा अझ राम्रो बनाउनको लागि जुन स्पोन्सर्सहरूको साथ सहयोग छ त्यसमा अझ तीव्रता आओस् र सम्पूर्ण खेलाडीहरूको लागि पनि एउटा प्लेटफर्म होस् जसले गर्दा पर्फर्मेन्स राम्रो गरेको खण्डमा प्रदेश जिल्लाका सेलेक्सन कमिटीहरू लगायत जिल्लाहरूले र क्यानले पनि यो प्रतियोगितालाई हेर्ने भएको हुँदाखेरि हरेक खेलाडीको पर्फर्मेन्सको नि मूल्याङ्कन हुने नै छ। त्यसैले अहिलेको लागि जुन एउटा आफ्नो स्रोत साधन जोडेर यो प्रतियोगिता आयोजना गर्ने जुन इच्छा शक्ति उहाँले देखाउनु भएको छ त्यो तेस्रो संस्करणसम्म पुगिसक्दाखेरि मलाई लाग्छ सम्पूर्ण आयोजक टोलीहरूको लागि क्रिकेट सङ्घको तर्फबाट हृदयदेखि नै हामी धेरै धेरै धन्यवाद र शुभकामना पनि भन्न चाहन्छौँ र नेपाली क्रिकेटको आगामी गन्तव्यलाई यहाँहरूको साथ सहयोग रहोस्। यहाँ उपस्थित सम्पूर्ण मिडियाकर्मी जसको साथ सहयोगले गर्दा आज नेपाल क्रिकेटको राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा जुन चर्चा हामीले पाएका छौँ, घरेलु क्रिकेटलाई बलियो बनाउनु पर्ने अवस्था छ, त्यसलाई अगाडि अझ सशक्त गर्नको लागि हामी सबैजना लागि परेका छौँ र यस प्रतियोगितालाई साथ सहयोग गर्नुहुने सम्पूर्ण निकायहरू सम्बन्धित स्थानीय जति पनि स्रोतहरू हुनुहुन्छ स्थानीय तहबाटको जुन माया यो प्रतियोगिताले ग्रहण गरेको छ यी कुराहरूको निरन्तरता रहिरहोस् र सबैजनालाई फेरि पनि यो प्रतियोगितालाई साथ र सहयोग गरिदिनु हुन र भ्याएको खण्डमा ग्राउन्डमै गएर साथ सहयोग गरेर म्याच हेरिदिनु हुन, टिभीमा पनि लाइभ आउनेछ भनेर आयोजक कमिटीले हामीलाई आश्वासन दिइसक्नु भएको छ र यो सानो सानो प्रतियोगिताहरूको एउटा कम्प्लिट भनौँ न हामीले प्याकेजिङ गरेर स्ट्रक्चरिङ गर्ने हुनाले अब एउटा प्रतियोगितालाई सानो या ठुलो भनिराख्दाखेरि यसको गलत अर्थ नलिनु होला, तर यो प्रतियोगिता कुनै पनि प्रतियोगिता आयोजना गर्न धेरै नै कठिन छ। तर उहाँहरूले आफ्नो स्रोत साधनबाट जसरी यो प्रतियोगिताको लागि एउटा इच्छा देखाउनु भएको छ यसलाई नेपाल क्रिकेट सङ्घको साथ सहयोग छ र सम्पूर्ण आयोजक टोलीले फेरि पनि र हाम्रो सम्पूर्ण स्पोन्सर्सहरू लगायत सबैजनालाई हृदयदेखि नै धन्यवाद भन्दै अग्रिम शुभकामना तथा बधाई सबैजनालाई। कोशी प्राइड लिग आजबाट अफिसियली लन्च पनि